नमस्ते सबैजनालाई। आज हामी बेन्डिङ मोमेन्ट एन्ड शियर फोर्स डायग्रामको क्वेसन नम्बर 2 गर्न आँटेका छौँ। यसमा धेरैवटा नयाँ कन्सेप्ट आएको छ। एउटा त के छ भन्दा यहाँ हेर्न सक्नुहुन्छ, एउटा मोमेन्ट हामीलाई पहिलेदेखि क्वेसनमा दिएको छ अनि अर्को युनिफर्मली डिस्ट्रिब्युटेड लोड छ। अब फर्स्ट क्वेसनमा हामीले कस्तो क्वेसन ट्याकल गरेको थियो, त्यसमा हाम्रो यस्तो पोइन्ट लोड वा कन्सन्ट्रेटेड लोड मात्रै आएको थियो। भनेपछि अब यसमा के नयाँ कुराहरू आउँछ भन्ने कुरा हेर्दैछौँ। फर्स्ट स्टेप त त्यही हो, डिटरमाइन द रियाक्सन्स पत्ता लगाउँदा के छ त, यहाँ RAY आयो अनि यहाँ डिरेक्सनमा RAX आयो। त्यसै गरी यहाँ बीमा नि एउटा रियाक्सन आउँछ, कति हो त RBY। सो यसको अक्रसमा के गर्ने, मोमेन्ट पत्ता लगाउने। कहाँबाट पत्ता लगाउने, जुनमा फोर्स बेसी छ। भनेपछि यहाँ एक अक्रसमा मोमेन्ट पत्ता लगाउने। क्लकवाइज डिरेक्सनलाई मैले पोजिटिभ माने। अब के गर्ने, सो युनिफर्मली डिस्ट्रिब्युटेड लोड दिएको छ भने यसलाई फर्स्टमा सिंगल लोडमा कन्भर्ट गर्नु पर्यो। कसरी गर्ने, एरिया अन्डर द ग्राफ कति 10/2 भनेपछि यति 10 हो अनि यति कति हो त 2 हो। भनेपछि 10 × 2 20 किलोन्युटन कता लाग्छ, यसको सेन्ट्रोइडमा। सेन्ट्रोइड कता, ठ्याक्क यसको हाफमा। भनेपछि यहाँबाट 1 मिटर लाग्ने भयो। 1 मिटर टाढा कति लाग्ने भयो, 10 × 20 भनेपछि 20 किलोन्युटन पर मिटर। अब मैले पछाडिको फिगर भुले हुन्छ, 20 किलोन्युटन पर मिटर मात्रै मेरो एउटा कन्सन्ट्रेटेड लोड हो। भनेपछि नयाँ फिगर मेरो बन्यो। सो यसको क्रसमा मैले के गर्ने, अब हेर्नुहोस्, मोमेन्ट पत्ता लगाउनु छ। सो एउटा फोर्स हेर्नुहोस्, 15 किलोन्युटन × 2 भनेपछि 15 किलोन्युटन × 2। अब कुन डिरेक्सनमा घुमाइरहेको छ, मेरो क्लकवाइजमा। सेभरलाई पोजिटिभ लिए। त्यसै गरी 20 किलोन्युटन। अब अलरेडी मलाई क्वेसनले मोमेन्ट दिएको छ भनेपछि यसलाई मैले डाइरेक्टली एड गरिदिने, केही पनि गर्नु पर्दैन, डाइरेक्टली एड गरिदिने। किन, मेरो क्लकवाइज पोजिटिभमा छ, +20 गरेँ। अब के छ, युनिफर्मली डिस्ट्रिब्युटेड लोडलाई मैले सिंगल लोडमा कन्भर्ट गरिसकेको थिएँ। कति आयो, 20 किलोन्युटन मिटर अनि डिस्टेन्स कति छ, 2 + 3 + 4 अनि यहाँदेखि यहाँ 5। भनेपछि 5 डिस्टेन्समा यहाँ हेर्न सक्नुहुन्छ, 5 डिस्टेन्समा अनि 20 यसको म्याग्निट्युड। भनेपछि 20 × 5 अनि पोजिटिभ छ, त्यही भएर यसलाई क्लकवाइज, हैन, यो पनि भयो। त्यसै गरी अर्को के छ त, RBY -6 RBY × 6 अनि माइनस किन त, त्यसले क्लकवाइज घुमाउँछ। सो यहाँबाट तपाईँको RBI को भ्यालु आयो। त्यसपछि के गर्ने, FX = 0 FY = 0। FX 0 गर्दा RAX 0 आयो अनि FY = 0 गर्दाखेरि मेरो RAY 0 आयो। सो यति निक्लेपछि मेरो भयो। अनि यसमा एउटा कुरा मात्रै नयाँ कुरा के छ भन्दा यहाँ -20 भनेर आएको छ नि। यो भनेको युनिफर्मली डिस्ट्रिब्युटेड लोडलाई मैले सिंगल लोडमा कन्भर्ट गरिसकेको पछि हो। त्यसपछि तपाईँले मैले के भने पछाडिको फिगर भुले हुन्छ, नयाँ फिगर बनिसकेको छ। सो सबै रियाक्सन्स पत्ता लगाइसक्यो। रियाक्सन्स पत्ता लगाएपछिको काम के हो त, दुईटा रियाक्सन्स देखाउने अनि कपीमा यो फिगर जस्ताको त्यसै सार्ने। सो हाम्रो RAY कति आएको थियो, 10 किलोन्युटन आएको छ। त्यसै गरी यहाँपट्टि कति आएको छ, यहाँपट्टि 25 किलोन्युटन आएको छ। अब फिगर बनाउन थाल्ने, एक्सिस बनाउने शियर फोर्स डायग्रामको लागि र बेन्डिङ मोमेन्ट डायग्रामको लागि। त्यसपछि यहाँबाट 0 बाट सुरु गर्ने। सो यहाँ हेर्नुहोस् कति फोर्स आयो, 10 किलोन्युटन आइरहेको छ। सो म यहाँबाट कति जान्छु, 10 किलोन्युटन माथि जान्छु। 10 किलोन्युटन माथि गएँ। यो कति आयो त, 10 किलोन्युटन। यहाँ 10 किलोन्युटन माथि गएँ। त्यसपछि के छ, केही पनि छैन भनेपछि हरिजन्टली जाने। त्यसपछि के आयो, 15 तल जा भन्यो। मलाई कति जा, 15 तल जा भन्यो। 15 तल गएपछि म कतिमा छु, 10 मा छु। 10 - 15 कति भयो, -5। भनेपछि -5 कति यता पर्ला, -5 कति यता पर्ला। भनेपछि यहाँबाट -5 तल गए, सिधा यसरी जोइन गर्ने, सिधा जोइन गर्ने। यो पनि भयो। यसपछि के गर्ने, यहाँपट्टि पनि केही छैन भनेपछि यहाँ सिधै जानुभयो, सिधै जानुभयो, सिधै जानुभयो। मोमेन्टले हाम्रो शियर फोर्स डायग्राममा केही पनि मतलब दिँदैन। सो यसलाई खाली भर्टिकल फोर्सेस मात्रै हेर्ने हो। सो यहाँपट्टि के हुन्छ त, केही पनि हुँदैन, सिधै जान्छ। यहाँपट्टि आयो। अब यहाँपट्टि हेर्नुहोस्, यहाँपट्टि कस्तो लोड लागिरहेको छ, युनिफर्मली डिस्ट्रिब्युटेड लोड। युनिफर्मली डिस्ट्रिब्युटेड लोड भनेको कस्तो हो त, यहाँपट्टि अलिकति कन्सेप्ट आफ्नो क्लियर गरिहालौँ। युनिफर्मली डिस्ट्रिब्युटेड लोड भनेको यसरी लागिरहेको छ भनेपछि यसले कस्तो गर्छ भन्दा त, यहाँ हेर्नुहोस् 10 किलोन्युटन के लेखाएको छ, पर मिटर लेखाएको छ। भनेपछि पर मिटर चेन्ज हुँदैमा यसको 10 किलोन्युटन एड भइरहेको छ, तर पर मिटर के हुन्छ जान्छ, हाम्रो इन्क्रिज हुँदै जान्छ। कसरी हुन्छ हेर्नुहोस्, यहाँ हाम्रो 0 मा डिस्टेन्समा छु म, कति छ, यहाँबाट 2 मिटर टाढा जानु छ। भनेपछि यो कति हो, 0, यो कति हो 1, यो कति हो 2, यो कति होला 0.5, हैन 5 यसरी जाला। भनेपछि डिस्टेन्स मेरो के हुँदै गइरहेछ, डिस्टेन्स मेरो इन्क्रिज हुँदै गइरहेछ। डिस्टेन्स इन्क्रिज हुँदै गएपछि फोर्स पनि त्यसै अनुसार लाग्छ। सो 10 किलोन्युटन पर मिटर भने 0 मा कति लाग्छ, 0, 2 मा कति लाग्छ, 20 लाग्ला, 1 मा कति लाग्ला, 10 लाग्ला। सो हेर्नुहोस् ग्राफ कस्तो आइरहेको, यस्तो खालको आयो। सो भनेपछि यो सिधा जाँदैन, बुझ्नुभएको भएन। 10 किलोन्युटन पर मिटर दिएको छ भनेपछि मिटर अनुसार यसको के भइरहेको, फोर्स चेन्ज भइरहेको छ, बुझ्नुभयो हो। सो अब यो पनि बुझ्नु भएन भने केही प्रब्लम छैन, किनकि मैले तपाईहरुलाई कर्वको त्यो नेचर याद राख्न भनिसकेको छु। कर्वको नेचर याद राख्न भनिसकेको छु। सो कस्तो थियो, यस्तो थियो, यस्तो 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 र यस्तो। यो याद छ भने तपाईले सिधै क्वेशन सिधाइसक्नुहुन्छ। कसरी, यहाँबाट कसरी त हरिजन्टल लाइन गइरहेको छ। हरिजन्टल लाइन छ भने माथिको तलको फिगरमा कस्तो बनाउने, कर्व बनाउने। कर्व अब कति आउँछ भन्ने कुरा हेरौँ। सो यहाँबाट मैले यसलाई युनिफर्म डिस्ट्रिब्युटेड लोडलाई कन्भर्ट गर्दाखेरि कति आएको थियो, 20 किलोन्युटन आएको थियो, 20 किलोन्युटन आएको थियो। सो 20 किलोन्युटन तल जाने, 20 किलोन्युटन। अब यसको टोटल फोर्स भनेको 20 किलोन्युटन छ अनि कुन डिरेक्सनमा गइरहेको छ, तल। भनेपछि 20 तल जाने, 20 तल जाने। म कति छु, -5 मा छु। 20 अझै तल गयो भने कति आयो, -5 -20 -25
भनेपछि कतै यता आउँला -25। सो यो कति भयो -25 बनाइरहेको छु। -25 भन्ने कतै यता आएको छ सो यहाँबाट के गर्ने लाइन जोइन गरिदिने -25 मा। सो हेर्नुस् आफै हाम्रो के गर्छ माथि चिल्लो लाइन थियो भने तल कर्भ लाइन आउने भयो तर नेगेटिभ डाइरेक्सनमा छ ठीक छ। अब यहाँबाट के गर्ने एउटा अझै रियाक्सन छ कति 25 किलोन्युटन RBY। सो यसलाई के गर्ने 25 किलोमिटर माथि जा भने माथि जाँदा कस्तो हुन्छ त यहाँबाट 25 गयो ठ्याक्कै 0 मा गज्जब भयो। यो के भयो मेरो शियर फोर्स डायग्राम बन्यो बेन्डिङ मोमेन्ट डायग्रामको लागि। सो यहाँपट्टि हेर्न सक्नुहुन्छ तपाईले यूज फोर्सेस फर शियर फोर्स डायग्राम त्यो सिध्यो। अब मैले के गर्ने यूज एरिया अन्डर द ग्राफ फर BMD। सो एरिया अन्डर द ग्राफ यो मलाई एरिया चाहियो कति आउँछ एरिया 10 × 2 20 जाने भयो। 20 गर्नको लागि के गर्ने अब 20 यहाँ 0 छ यहाँ कतै 20 जाने भयो टक 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 गरेर यहाँ कति भयो 20 भयो। सो 20 मा के गर्ने माथि हरिजन्टल लाइन छ तल कस्तो आउँछ कर्भ आउँछ सिधै यस्तो भइहाल्यो एकदम राम्रो। 20 गयो अब 20 गएपछि के छ त यसपछि के एरिया छ नेगेटिभमा छ। नेगेटिभमा छ कति छ -5 × कति आयो त -5 × 1 भनेपछि -5 20 -5 यहाँ आउँदा कति छ त 20 छ 20 - 5 गर्दा 15 आउने भयो। यहाँपट्टि कति 15 आउँछ भन्ने सपोज गरौँ। सो यहाँ 15 आयो भनेपछि 15 मा यस्तो जाए। अब हेर्नुस् बहुत इम्पोर्टेन्ट कुरा भनेको के छ यहाँ मोमेन्ट हामीलाई क्वेसनमा दिएको छ। सो बेन्डिङ मोमेन्ट डायग्राम हामीले बनाइरहेको डायग्रामै के को त मोमेन्टको। सो यहाँ 20 तपाईलाई पहिलेदेखि दिएको छ भने यसलाई एड गरिदिने। सो यहाँपट्टि हेर्नुस् यो अब याद राख्नुपर्ने कुरा के बेन्डिङ मोमेन्ट डायग्राम बनाउँदाखेरि जहिले पनि मोमेन्टलाई क्लकवाइज पोजिटिभ लिने क्लकवाइज मोमेन्टलाई के लिने पोजिटिभ लिने अनि गिवन मोमेन्ट विल गो अप अर डाउन इन बेन्डिङ मोमेन्ट डायग्राम। मोमेन्ट दिएको छ भने त्यो कि सिधा जान्छ कि तल जान्छ सिधा माथि कि सिधा तल भनेपछि 20 किलोन्युटन क्लकवाइजमा मैले के गर्ने +20 गरिदिने डाइरेक्ट माथि भनेपछि यो पोइन्टबाट डाइरेक्ट माथि जाने कति जाने 20। अब म कतिमा छु 15 + 20 35 भनेपछि यहाँ सिधै माथि जाने यो कति आउने भयो 35 आउने भयो 35 आउने भयो। अब यहाँबाट के गर्ने एरिया छ फेरि कति छ माइनसमा -5 × 1 भनेपछि -5 × 1 -5 35 -5 गऱ्यो भने कति आयो त 30 आयो भनेपछि यहाँ कति 30 आउला यहाँपट्टि 30 मा गयो यो कति आयो त 30 आएर सपोज गर्नु हैन सपोज गर्नु 30 आयो यो ओभरल्याप भएको छ त्यो आफै कन्सिडर गर्नु होला तपाईले। सो यहाँपट्टि कति आयो 30 आयो। अब यहाँपट्टि मलाई कति जानु छ त्यो कुरा हेर्नुस् यो एरिया मलाई यो अब यो चाहिएको छ। सो मलाई टोटल एरिया यतिको चाहियो भनेपछि यसलाई मैले दुई भागमा डिभाइड गर्न मिल्छ। एउटा मेरो के हो त यो भयो मेरो रेक्टेंगल अनि यो तलको के छ त ट्रायंगल। सो यसको एरिया तपाईले निकाल्न सक्नुहुँदैन मज्जाले निकाल्न सक्नुहुन्छ धेरै सजिलो के गर्ने त फर्स्टमा यो कति हो 2 अनि यो कति छ -5 भनेपछि -5 × 2 कति भयो -10 अब एरिया अफ रेक्टेंगल भयो। एरिया अफ ट्रायंगल कति आउँछ 1/2 * बेस * हाइट। यो हाइट कति हो टोटल हाइट कति छ -25 टोटल हाइट -25 यो कति छ -5 भनेपछि यति कति आउनु भयो -20 भनेपछि -20 आउनु भयो। अनि यो कति छ 2 छ भनेपछि 2 1/2 * बेस * हाइट कति आयो त -20 आएको थियो भनेपछि मेरो कति आउनु भयो 2 क्यान्सल अनि यहाँबाट -20 सो -20 आएको छ भनेपछि यहाँ -20 आयो ल हैन। सो मेरो टोटल एरिया अन्डर द ग्राफ कति आउने भयो त -20 - 10 भनेपछि -20 - 10 गर्दाखेरि कति आयो त -30 आएको छ। सो -30 मा अब कति जानु पर्यो -30 भनेपछि यो पोजिसनबाट -30 जानु पर्यो। यहाँ कति छ 30 मा थियो हाम्रो याद गर्नुभयो 30 मा छ -30 गऱ्यो भने कति आउनु भयो 0 मा जाने भयो। अब यहाँ हेर्नुस् है हाम्रो कस्तो कर्भ आएको छ कर्भ कस्तो आएको छ यहाँ पहिलेदेखि नै स्लोप छ। अब स्लोप भयो भने कस्तो खालको कर्भ आउँछ प्याराबोलिक खालको कर्भ आउँछ। अब प्याराबोलिक कर्भ आउनु पर्यो भनेपछि यहाँदेखि यहाँ जोइन गर्नको लागि मसँग दुईटा अप्सन छ प्याराबोला कि यस्तो जान सक्छ कि यस्तो जान सक्छ। अब मेरो कुन हो यो माथिको लिने कि तलको लिने यो गर्नको लागि एउटा एकदमै सजिलो ट्रिक छ त्यो याद राख्नु म भन्छु हेर्नु अब ध्यान दिएर हेर्नु होला। सो यहाँपट्टि हेर्नुस् ट्रिक के छ त यहाँपट्टि हेर्नुस् कति छ थोरै छ धेरै छ अझै धेरै छ भनेपछि म के गरेछु यहाँ स्लो टु फास्ट गइरहेको छु के गरेको छु स्लो टु फास्ट गरेको छु हैन थोरैदेखि धेरै गरेको छु स्लो टु फास्ट। अब याद गर्नुस् तपाईले स्नो स्कीइङ गर्छ मान्छेहरुले हैन स्नो स्कीइङ गर्छ मान्छेहरुले। सो एउटा त हाइटमा हुन्छ हैन अब यहाँबाट तल जाने दुईटा तरिका छ कि यसरी जान सक्छु कि यसरी जान सक्छु।
अब मलाई कस्तो खालको चाहिएको छ त स्लोदेखि मलाई फास्ट जानु छ भनेपछि यस्तो खालको ग्राफ आयो भने नोट गर्नु त म फर्स्टमा के जान्छु बिस्तारै जान्छु त्यसपछि स्लोपछि एकदम फास्ट जान्छु भनेपछि यो के हो त स्लो टु फास्टको ग्राफ कस्तो हो त यो एकदमै याद राख्ने कुरा भनेपछि यहाँ मेरो कस्तो आयो स्लो टु फास्ट गएको छ थोरैदेखि धेरै भन्दै स्लो टु फास्ट गयो भने यहाँदेखि मलाई यहाँ जोइन गर्नु कसरी गर्ने त स्लो टु फास्ट भनेको यसरी गरिदिने स्लो टु फास्ट फर्स्टमा स्लो थियो त्यसपछि फास्ट गयो बुझ्नुभयो यो ग्राफ मैले बनाएँ मेरो बेन्डिङ मोमेन्ट डायग्राम पनि सिद्धियो अब यसै गरी यहाँ यदि मेरो कस्तो खालको आइदियो भने सपोज गर्नुस् मलाई फास्ट टु स्लो जानुपर्ने थियो फास्ट टु स्लो जानु पर्यो यहाँबाट फास्ट टु स्लो जानु पर्यो भने मैले यस्तो ग्राफ युज गर्थेँ किन यहाँपट्टि के छ त फास्ट जान्छ त्यसपछि के त बिस्तारै स्लोप के छ त कम भएको छ भने स्लो जान्छ भनेपछि फास्ट टु स्लोको लागि यो ग्राफ याद राख्ने सो यो टेक्निक तपाईँले याद गर्नुभयो भने तपाईँको कहिले पनि मिस्टेक हुँदैन त्यसको ग्यारेन्टी म लिन्छु ठिक छ अरू क्वेसनहरु पनि हामी गर्दै जान्छौँ त्यही अनुसार तपाईँको कन्फ्युजन क्लियर हुँदै जान्छ सो यो कुराहरु चाहिँ आजको एकदमै राम्ररी पढ्नु होला र आजकोमा केही कन्फ्युजन छ भने हामीले कमेन्टको माध्यमबाट पनि साझा गर्न सक्नुहुन्छ त्यसको लागि नयाँ भिडियो हामी अपलोड गरिदिने छौं र तपाईले भिडियो हेर्नु भएको छैन भने क्वेशन नम्बर 1 को भिडियो हेर्नुस् त्यसमा मैले रेफरेन्स भनेर एउटा भिडियो पनि राखिदिएको छु त्यो भिडियो हेर्नु भयो भने तपाईलाई एकदमै सजिलो हुनेछ सो आजको लागि यति नै जय नेपाल राम्ररी पढ्नुस्